ओम उप्रेतीको राष्ट्रको लागि योगदान र जीवनीबारे बायोग्राफी। ओम उप्रेती संघर्षबाट सेवाको शिखरसम्म एक प्रतिष्ठित अन्तर्राष्ट्रिय प्राथमिक उपचार प्रशिक्षक, सफल उद्यमी र समर्पित समाजसेवी हुनुहुन्छ। विगत 9 वर्षदेखि मानवीय सेवा नै धर्म हो भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै उहाँले जीवन रक्षाको क्षेत्रमा अभूतपूर्व योगदान पुर्याउँदै आउनुभएको छ। उहाँ योगदान राष्ट्रको लागि अभियानका परिकल्पनाकार र संस्थापक तथा केन्द्रीय अध्यक्ष समेत हुनुहुन्छ। उहाँको पारिवारिक पृष्ठभूमि र प्रारम्भिक सङ्घर्षबारे विसम्बत 2037 सालमा चितवनको खैरहनी वडा नं 12 मा जन्मिनुभएका ओम उप्रेती बुबा कृष्ण दत्त उप्रेती र आमा चन्द्रमाया उप्रेतीका 12 सन्तान, 9 छोरा र 3 छोरी मध्येका 10औं सन्तान हुनुहुन्छ। ओम उप्रेतीको बाल्यकाल र युवावस्था निकै कष्टकर रह्यो। बालश्रम गर्दै शिक्षालाई निरन्तर दिन मात्र 12 वर्षको उमेरदेखि अर्काको घरमा भाँडा माझेर आफ्नो पढाइ खर्च जुटाउनुभयो। ओम उप्रेतीका अभावका ती दिनहरू पनि कहिल्यै हरेस खाएनन्। सानै उमेरमा आत्मनिर्भर बन्नुपर्छ भन्ने सोच राख्ने उहाँले कयौं रात भोकै बिताउनुभयो। गाडी भाडा नहुँदा 50औं किलोमिटर पैदल हिँड्नेदेखि लिएर कतिपय रातहरू सडक र पार्कका बेन्चहरूमा समेत बिताएको उहाँको तीतो अनुभव बताउनुहुन्छ। जीवनको एउटा यस्तो पीडादायी मोड पनि आयो। आफ्नी श्रीमती गर्भवती भएर सुत्केरी व्यथाले च्याप्दा अस्पताल लैजाने पैसा समेत नभएपछि आमासँग मागेको 2000 रुपियाँ र रित्तो गोजी लिएर श्रीमतीलाई आफैले साइकल रिक्सामा राखी सरकारी अस्पताल पुर्याउनु भएको थियो। त्यो क्षणले उहाँलाई जीवनमा आर्थिक सफलता र सेवाको महत्त्व बुझ्न ठूलो प्रेरणा दियो। आर्थिक अभावका कारण वैदेशिक यात्राको र निर्णय गरे। नेपालमा आर्थिक अभाव र अस्थिरताका कारण पढाइ र जीविकोपार्जन सहज नभएपछि लिलामी भएको घरजग्गा फिर्ता गर्ने र परिवारलाई सुख दिने सपना बोकेर उहाँ 15 अक्टोबर 1998 मा संयुक्त अरब इमिरेट्स UAE जानुभयो। परदेशको भूमिमा कडा परिश्रम गर्दै उहाँले आफ्नो शिक्षालाई पनि निरन्तरता दिनुभयो। हाल उहाँ UAE मा 2 सफल कम्पनीहरू माउन्ट गोर्खा सेक्युरिटी सर्भिस र डिस्कभरी रोयल स्पोर्ट्स LLC को प्रबन्ध निर्देशकका रूपमा कार्यरत हुनुहुन्छ। व्यावसायिक सफलतासँगै उहाँले जीवन रक्षाको सिप सिक्न विशेष रुचि राख्नुभयो। सोही क्रममा उहाँले बेलायतको प्रतिष्ठित रोयल लाइफ सेभिङ सोसाइटी बेलायत, हाइफिल्ड बेलायत र UAE को दुबई एम्बुलेन्सबाट अन्तर्राष्ट्रिय प्रशिक्षकको मान्यता प्राप्त गर्नुभयो। नेपालमा हुने सडक दुर्घटना, विपद, बाढी पहिरो, आगलागी र दुर्घटना वा अन्य आपतकालीन अवस्थामा मानिसहरूले प्राथमिक उपचार नपाएर ज्यान गुमाउनु परेको देखेर उहाँले एक घर एक प्राथमिक उपचारक भन्ने नाराका साथ अभियान सुरु गर्नुभयो। मुख्य योगदान राष्ट्रको लागि अभियानद्वारा यी सेवाहरू दिइरहेका छन्। निःशुल्क प्राथमिक उपचार तालिम। उहाँले हालसम्म 3 लाख भन्दा बढी मानिसहरूलाई निःशुल्क प्राथमिक उपचार CPR र वाटर रेस्क्यू सम्बन्धी तालिम प्रदान गरिसक्नु भएको छ। स्वदेशको मायाले वैदेशिक रोजगारीमा रहे पनि उहाँ हरेक 2 महिनामा आफ्नै खर्चमा नेपाल आउनुहुन्छ र देशका कुना काप्चामा पुगेर जीवन रक्षाका सिपहरू सिकाउनुहुन्छ। उहाँले सिकाउने प्राथमिक उपचार तालिमको विषयहरू धैर्य छन्, तर त्यसमध्ये यहाँ केही प्रस्तुत गरिएको छ। सर्पदंश, रक्तस्राव, करेन्ट लागेमा, विष सेवन गरेमा, घाँटीमा अड्किएमा, हृदयघात भएमा, उच्च रक्तचाप भएमा, आगोले पोलेमा र पानीमा डुबेमा कसरी बचाउने भन्नेबारे जस्ता धेरै विषयमा प्राथमिक उपचार सम्बन्धी डिजिटल सचेतना र सन्देश माध्यमलाई सही सदुपयोग गर्दै उहाँले फर्स्ट एड CPR नेपाल जीवन रक्षक ओम उप्रेती नामक युट्युब च्यानल मार्फत घर घरमा शिक्षा पुर्याइरहनु भएको छ। उहाँको सधैँ एउटै आग्रह रहन्छ, दुर्घटना भएको बेला भिडियो खिचेर बस्नुभन्दा पहिला घाइतेलाई प्राथमिक उपचार दिएर बचाउनुहोस्। ओम उप्रेतीले आफ्नो व्यक्तिगत कमाई र अमूल्य समय खर्चेर नेपाली समाजलाई सुरक्षित र सचेत बनाउन ओम उप्रेतीले गरिरहनु भएको यो निस्वार्थ प्रयास सम्पूर्ण नेपालीका लागि प्रेरणाको स्रोत बनेको छ। अभावबाट उठेको एक व्यक्तिले कसरी समाजलाई बदल्न सक्छ भन्ने उहाँ एक जीवित उदाहरण हुनुहुन्छ।